अम्बकको बोटमा यसरी फङ्गल इन्फेक्सन अथवा ढुसी आयो भने के गर्ने आज म यो भिडियोमा तपाईँलाई देखाउँछु है। बोटलाई म राम्रोसँग प्रुन गर्छु, स्पेसली त्यो ब्रान्चहरू जहाँ चाहिँ यो फङ्गल इन्फेक्टेड छ। अब म कसरी बनाउँछु हजुरलाई देखाउँछु। पहिला म एउटा बकेटमा चाहिँ 1 केजी अनि आधी पानी भरेर रेडी गर्छु है। त्यस पछाडि म यसमा तपाईँको 15 ml जति निम ओइल मिसाउँछु होइन। अनि त्यस पछाडि म यो निम ओइलमा 3 ml जति सोप पनि राख्छु यही बकेटमा। अनि यो जुन फङ्गल इन्फेक्सन्स कपर बेस छ यसलाई म तपाईँको यो चाहिँ एकदमै एक्ज्याक्ट हाल्नुपर्छ, धेरै हाल्नु हुँदैन। यहाँ इन्स्ट्रक्सन्सहरू चाहिँ यो स्पुनको 1 स्पुन हाल्नु भनेको छ, म 1 स्पुन हाल्छु। त्यस पछाडि यसलाई म राम्रोसँग मिक्स गर्छु। अब यसलाई राम्रोसँग मिक्स गरिसकेपछि म 1 लिटर जति मैले स्प्रे बोतलमा राखेँ होइन। यो चाहिँ लिभ्समा स्प्रे गर्नको लागि। अनि बाँकी हाफ लिटर चाहिँ मैले जुन अम्बकको फेदको वरिपरि यसरी माटो तल भिज्ने गरी राखिदिन्छु। अनुभव अनुसार चाहिँ यो कम्पोस्ट बिन यसरी जुन बिरुवाहरू भएको ठाउँमा तल राख्नु नहुने रहेछ। जुन स्प्रेमा मैले यसरी रेडी गरेको थिएँ त्यो चाहिँ म हरेक लिभ्सहरू ब्रान्चेसमा मजासँग राम्रोसँगले स्प्रे गरिदिन्छु। तोरी पनि माटोमा फङ्गस हटाउनलाई एकदम ठुलो भूमिका गर्छ, त्यही भएर मैले अलिकति वरिपरि छरिदिएको छु। यो 1 हप्ता पछाडिको रिजल्ट हो। फङ्गस देखाएको छैन, म तपाईँलाई फेरि 1 महिनामा अपडेट गर्छु।